सबैलाई नमस्कार। चौलानी न्युज हेर्दै रहनुभएका सम्पूर्ण दर्शक हृदयदेखि नै नमन गर्न चाहन्छु। र आज हामीसँग मस्टा गाउँपालिका वडा नम्बर 3 बातेखोला निवासी हाम्रा अहिलेका जल्दा बल्दा यो जमाना पनि मोडल हुनुहुन्छ र शब्द रचनाकार पनि गर्दै हुनुहुन्छ भनेपछि उहाँलाई हाम्रो चौलानी न्युजमा स्वागत गर्न चाहन्छु। दाइ नमस्ते। दाइ नमस्ते हजुर। सन्चै हुनुहुन्छ? सन्चै छु। अनि बेङ्गलोर बस्दै आउनुभएको कति वर्ष भयो दाइ? अनि के गर्दै हुनुहुन्छ? 40 साल भइसक्यो। ए 40 सालदेखि यतै बस्दै हुनुहुन्छ? अनि फ्यामिलीसँगै हुनुहुन्छ कि एक्लै हुनुहुन्छ? फ्यामिलीसँगै छु। ए छोराछोरी यहाँ हुर्केका हुन्। ए सबै बालबच्चा सबै यतै छन्। अनि त्यसो भए त हजुरको पुरै बसोबासै यतै भने जस्तो नि भयो यो पुरा बसोबासै। ए अनि तपाईँले मैले यसो हेर्दै आएको जुन कि तपाईँ अहिले पछिल्लो समयमा तपाईँका छोराछोरी हुर्किने टाइममा तपाईँ मोडलिङ गर्दै अनुभव भइरहेछ? मलाई अनुभव धेरै के छ भने हजुर अब के जाने भन्ने यस्तो अनुमान लगाउँदाखेरि केही चिज पनि छोडेर धेरै कम्यो पनि गम्यो पनि, तर आफ्नो एक इतिहास के छोडेर जाने भनेर म यो उमेरमा यसो मोडली हिसाबमा केही सुटिङ गर्छु कि भनेर सोचेको। भनेपछि भनौँ न आफ्नो कला संस्कृतिलाई जोगाड नगर्ने मान्छे हुनुहुँदो रहेछ, प्लस गर्नु पनि हुन्छ होइन त? अनि अहिलेको पछि भनौँ न जति पनि आउँदैछन् सामाजिक सञ्जालहरू थुप्रै छन्, सबै मान्छेहरू भाइरल पनि भइरहेछन्। कतै यो लैलेमा लागेर तपाईँ यसमा आउनु त भएको होइन नि? नै त्यस्तो होइन, म आफ्नै विचारबाट आफ्नै उसबाट आएको हो। भनेपछि तपाईँलाई पनि भोलिका दिनहरूमा तपाईँका छोराछोरीहरूले तपाईँलाई यादगार गराउनु भनेर तपाईँ भनौँ न एउटा गीत सङ्गीततिर आफ्नो जे भने आफ्नो इमेजहरू राख्नु। हजुर त्यही राख्नको लागि यो क्षेत्रमा आएको हुँ। के गर्दै हुनुहुन्छ त बेङ्गलोरमा? अरू केही होइन, स्कुलको ड्राइभिङ बस चलाउँछु, अरू नोकरी गर्छु, त्यही हो, अरू त केही गर्दैन। भनेपछि नेपालदेखि कलाकारहरू थुप्रै आउनुहुन्छ, कार्यक्रम पनि गरिन्छन्। अब साथीसँग कलाकारलाई पनि बोलाइन्छ, अब यसो भेटघाट हुन्छ, परिचय हुन्छ भनेर सोचे हो। अनि भनेपछि अब यतातिर त धेरै सङ्घ संस्थाहरू पनि छन्, अनि सङ्घ संस्थाहरूमा कतिको आबद्ध हुनुहुन्छ, कुनसँग जोडिनु भएको छ? अब हामी धेरै वर्ष अखिल भारत नेपाली एकता मञ्चबाट जोडिएका हौँ होइन। अब अहिले पनि त्यतैतिर छु। अब संस्थाहरू त अब यहाँ बेङ्गलोरभित्र धेरै जस्ता संस्था छन्, 120 संस्थासम्म पुगिसकेका छन् मेरो हिसाबले। तर अब हाम्रो पहिले संस्था अब हामी अखिल भारत नेपाली एकताई मञ्चबाट चिनेका हौँ। दोस्रो नम्बरमा अब हाम्रो यो कलाकारी क्षेत्रमा पनि अहिले धेरै जस्ता साथीसँग यसो घुलमिल र परिचय भएको छ। अच्छा, एकदम राम्रो कुरा गर्नुभयो। र तपाईँको संस्थाहरूले गरिबहरूलाई के कस्तो सहायता गरिदिनु भएको छ र गर्नु पनि भएको छ होइन? त्यसको बारेमा केही भनिदिनु सक्नुहुन्छ भने भनिदिनुहोस् हाम्रो दर्शक श्रोताहरूलाई। अब संस्थाहरूले कोही अब दुखी पीडी पुलिस स्टेसन यताउति भएको भन्यो भने अब बिना जानकारीमा त हामीले केही गर्न सकेका छैन। संस्था साथीहरूको हेल्प पुलिस स्टेसनबाट बाहिर यताउति केही राम्रो काम साथीहरूको राम्रो साथी छ भने सबै साथी राम्रा छन् भन्ने कुरा त मलाई पनि ठिक लागेको छैन। तर कुनै साथी यो संस्थाभित्र धेरै राम्रा साथी छन्, धेरै हेल्प पनि गरिराखेका छन्, धेरै राम्रो पनि भइराखेको छ। धेरै राम्रो। अनि पछि अब तपाईँ त 40 वर्षदेखि बेङ्गलोरमा बस्दै आउनुभएको, तपाईँका छोराछोरी पनि यतै हुर्के, यतै भनौँ न पढे लेखे, सबै जागिर पनि यतै गर्दै हुनुहुन्छ भनेपछि पछिल्लो समयमा आएर हाम्रो तपाईँको भन्दा तपाईँको छोराछोरी जस्ता लिएर विभिन्न बेङ्गलोरमा अहिले भनौँ न अन्यता कुराहरू एक्टिभिटिजहरू गर्दै आउनु भएको छ होइन? कस्तो लाग्छ तपाईँलाई? के परिवर्तन गर्न सकिन्छ कि सकिँदैन यो संस्थाहरूले? अब हामी आउने बेला 30 पैसा कट बिडी थियो, 4 आना चियाको नि 4 आनै थियो होइन। हामी त्यो बेलादेखि हाम्रो परिवारलाई पनि काम धानु लगाउँदैन थियौँ। यो परिवर्तन ज्यादा भइसकेपछि, पब्लिसिटी ज्यादा भइसकेपछि अब परिवारलाई पनि काम लाग्यो। अब जनता बढी भए तकलिफ हुने रहेछ भन्ने यसो बुझ्यो। धेरै जस्तो संस्थाबाट बढी जस्तो हाम्रो
नेपालीको बेइज्जती र नराम्रो भएको हाम्रो आफ्नै नेपाली दाजुभाइकी आइमाईबाट विभिन्नहरूका फाल्टु केटाहरूबाटै नि यस्तो दुर्व्यवहार भएको हो। तर त्यही पनि सबै संस्थाले मिलेर सबै साथीले मिलेर सुधार्न सक्यो भने सुध्रिन्छ, नसुध्रिने भन्ने कुरा होइन। एकदम राम्रो कुरा गर्नुभयो। मलाई लाग्छ तर हाम्रो जति हामी नेपालमा त्यति नै स्वतन्त्र हामी भारतमा पनि छु जस्तो लाग्छ है मेरो विचारमा। मैले के भन्न चाहन्छु भन्दाखेरि अब यति स्वतन्त्र हुँदाखेरि हामी जुनसुकै कन्ट्रीमा जाउँ, अरू कन्ट्रीमा गल्फ कन्ट्रीहरूमा लिएर एसिया जुनसुकै कन्ट्रीहरूमा गयो भने किनकि उहाँको कानुनहरू त एकदम सशस्त्र कडा छ, तर त्यही पनि हामी यति फ्रिडम हुँदा पनि हाम्रो नागरिकले जुन हाम्रो गोर्खा हो भनेर तपाईँलाई चिनाउनु पर्ने थियो त्यो पनि एउटा फिल हुन्छ कि हुँदैन तपाईँलाई के जस्तो लाग्छ? हुन्छ। पहिला त अब गोर्खा भनेपछि हामी बसबाट पनि पहिला हाम्रो सिट अगाडि बसेर बसाल्दा छ। अहिले त गोर्खाको नामै पनि यस्तो रहेन, तर यो पब्लिसिटी ज्यादा हुँदाखेरि भया हो। तर फेरि पनि अब हजुरलाई के भन्ने, अब भनेर फाइदा छैन। हाम्रै मान्छे हो, अरूले बिगाडेको होइन। बेङ्गलोर हाम्रो स्वतन्त्रै हो, हामीलाई हिन्दुस्तान स्वतन्त्रै हो। हामीलाई रोटीको इज्जतको अनि पैसाको सबै चिजको दिने अहिले सम्पूर्ण हाम्रा नेपाली जति दाजुभाइ छन् बेङ्गलोर हिन्दुस्तानबाटै नि आफ्नो नेपालमा के छ, हामीलाई न त रोजगारी छ, न त खानालाई छ, न त लाउनलाई छ, न त घरबास छ होइन। भनेपछि तपाईँको भनाइ आयो कि यहाँबाट आय आर्जन गरेर विभिन्न ठाउँहरू बसोबास गर्दै र राम्रो आफ्नो व्यवस्थापन गरिसक्नु भएको छ, तपाईँको भनाइ एकदम सही हो। म के भन्न चाहन्छु भनेपछि अब यहाँ विभिन्न संस्थाहरू छन्, अब आए सबै भनौँ न तपाईँको बसहरू पनि इजिली अहिले त आवत जावत पनि धेरै सजिलो छ होइन। यो सजिलो हुँदाखेरि हामीलाई त्यस्तो नराम्रो कुराहरू केही छ तपाईँको लागि? नराम्रो कुराहरू अब हामी 7 दिन 7 रात लगाएर बेङ्गलोरमा पहिला हामी त्यसरी आएका हौँ। अहिले राम्रो भएर सबैले बसबाट यहाँबाट जाँदाखेरि सजिलो पनि छ, उति नै दुःख पनि छ क्या। कुनैका इज्जत गएका छन्, कुनैले तकलिफ पाएको छ, तर बस व्यवसाय त राम्रो हो। अब सबैले हड्न पाएको छ, वहीँ बोर्डरमा जान पाएको छ। तर फेरि पनि एकका बदला दुईका बदला 3 गर्दाखेरि साह्रै नै समस्या, बाटोमा धेरै नै समस्या भइराखेको छ। एकदम एकदम सही कुरा गर्नुभयो। र मैले तपाईँलाई एउटा अर्को प्रश्न पनि गर्न चाहे साथसाथै बेङ्गलोरमा विभिन्न कार्यक्रमहरू गर्छन्, कलाकारहरू बोलाउनेदेखि लिएर विभिन्न कार्यक्रमहरू अहिले भइरहेको छ दिन रेगुलर। अब उनीहरूले आफ्नो तरिकाले गर्छन् कि या भनौँ न उहाँ संस्थासँग आबद्ध भएर सबैसँग मिलेर गर्नुहुन्छ कि तपाईँलाई पनि केही हुन्छ कि अथवा खालि नामको लागि गर्छन् कि के हो जस्तो लाग्छ तपाईँलाई? अब एउटा कुरा के भन्छ भन्दाखेरि हिजो आएका मान्छेहरूले के गरिसक्यो भन्दाखेरि आफ्नो के भन्दा म यो संस्थाको मान्छे हो, म यस्तो हुँ उस्तो हो भन्दाखेरि तपाईँलाई कस्तो जस्तो लाग्छ, के जस्तो लाग्छ? यस्तो लाग्छ हजुर, संस्था त अब सबै संस्था एउटै हुन्, तर संस्थाबाट यो काम होला भनेर होइन कि। अब यो काम कहाँबाट हुन्छ भने संस्था जुगाएर मात्र संस्था हुन्छ। तर हो पैसा पब्लिकै नै हो, जनताबाट नि असुल गर्छन्, टिकट सिस्टम गर्छन् होइन। टिकट आफूले संस्थाबाट अहिलेसम्म कोही कलाकार आएको छैन। हामीले पनि धेरै जस्तो हेल्प गरे हो, धेरै जस्तो अब साथीहरूलाई धेरै अब टिकट सिस्टम सबैतिर सिस्टम हामीले पनि यहाँ सङ्गठन त्यो कार्यक्रम चलाउँदाखेरि हेल्प गरे हो। त यो जनताबाट हो, पब्लिकैबाटै हो, अरू संस्थाबाट कसैले त्यो आफ्नो व्यक्तिगतबाट कसैले गरेका छैन। एकदम अहिले आएर तपाईँको जुनसुकै पनि भनौँ न कार्यक्रमहरू हामी भनौँ न नेपालको भन्दा नि धेरै फ्रिडम छु, सुटिङहरू गरिरहेको छु, ठाउँ ठाउँमा गएर हरेक गरिरहेको छु। कुनै जमानामा फिल्म सुटिङ गर्दा त्यहाँबाट एउटा क्यामेरा उठाएको पनि हामीले खबर सुनेका थियौँ होइन, अब तपाईँको विधान सौधाबाट। अहिले त हामी यति स्वतन्त्र छौँ, तपाईँको पालामा त एकदम धेरै भनौँ न कानुनले थियो होला जस्तो लाग्छ कि। तर अहिले जुन अवस्थामा हामी यो हिँडिरहेछन्, अहिलेका जेनेरेसनहरू हिँडिरहेछन् नि, त्यो तपाईँलाई राम्रो लाग्छ कि कस्तो लाग्छ? त्यो मलाई एकचोटि सबैलाई दर्शकबिनहरूलाई भनिदिनु त। यो हाम्रो पालामा के थियो भने पुलिस पनि हामीलाई सलाउट गर्थ्यो हिन्दुस्तानभरिको क्या। अब अहिलेको पालामा जहाँ भिट्टे पनि छ त्यो कमी कमजोरी पनि हाम्रै नेपाली दाजुभाइको हो। तर अब कसलाई भन्ने कसलाई नभन्ने, जनता बढी भयो जस्तो अब आइमाई बढी भई, त्यसैले अब यहाँ समस्या मलाई त ठिक लागेको छैन। पहिलाको इज्जत र अहिलेको इज्जतमा धेरै आकाश पातालको फरक छ।
भनेपछि आइमाईहरूले अरूको घर घरमा काम गर्दाखेरि हामीलाई त अलिकता फिल पनि हुन्छ जस्तो मलाई लाग्छ है। अरूलाई कस्तो के लाग्छ होइन, अब पैसा कमाउने नै हो हुन त। तर म के भन्न चाहन्छु भने तपाईँलाई एउटा प्रश्न गरेँ, अब जति पनि आइमाईहरू हुनुहुन्छ नि, अब यिनीहरूको हेर्ने दृष्टिकोण धेरै, मैले यसो विचार गरेँ, धेरै मान्छेहरूको हेर्ने दृष्टिकोण पनि फरक हुन्छ। तपाईँको विचारमा के छ त यसको बारेमा? हेर्ने दृष्टिकोण धेरै फरक छ हजुर। किनभने अब 100मा 25% मात्रै सही छ हिन्दुस्तानभरि, बेङ्गलोरभरि होइन। 75% गलतै देखिया छ मैले। न यो हाम्रो मान्छेले गर्दा अरे हाम्रो भनौँ न मान्छेले गर्दा पनि हो कि यिनीहरूको खालि त्यो, किन भन्दा तिनीहरू पनि एउटा मान्ने मान्छे हो। भनौँ न महिला भनेपछि यिनीहरू धेरै रेस्पेक्ट गर्छन्। तर अहिलेको आएर यो भन्दाखेरि पनि अलिकता हामीलाई के भन्छ नेगेटिभ फैलिरहेको छ क्या। हामीलाई पनि यो हामी जस्तै मानौँ इन्डियामा यो मान्छे कहाँ छ, इन्डियामा छ भन्दाखेरि हामीलाई पनि अलिकता मान्छेहरूलाई पनि के हुन्छ यो उनको विचारमा के हुँदो रहेछ, यो मान्छे चाहिँ इन्डिया बस्ने रहेछ भन्ने टाइपको एउटा इन्टेन्सन हुँदो रहेछ कि मान्छेमा। तपाईँले यसको बारेमा के छ त? अब पहिला त हाम्रो नेपाली आइमाई र नेपाली धेरै डर मान्दथ्यो क्या। अहिले यिनीहरू धेरै डिस्ट्रिक्ट एउटा आइमाईले र एउटा साथीले बिगार्दाखेरि अहिले यिनी धेरै डिस्ट्रिक्ट क्यारी राखेका छन् भने ओहो नेपाली यस्ता रहेछन् भनेर बुझिराखेका छन् क्या। हाम्रो ग्रेड खसे हो न त त्यस्तो कुरा। एकदम अब तपाईँ गीत पनि गाउने कि मोडलिङ पनि गर्ने ल, हाम्रो चौलानी न्युज हेर्दै गरेका दर्शकबिनहरूलाई एउटा प्रस्तुति जाओस् नि त। तपाईँले गरेको मोडलिङ या तपाईँ गाउनुहुन्छ भने गाइदिनुहोस्, जे आउँछ ल गरिदिनुहोस्। ल त नमस्ते नमस्कार हजुर। म धेरै वर्ष बेङ्गलोर बसेर मैले आफ्नो केही कला र केही बनाउन गया हुँ। तर म 2-4 गीत पनि मैले कसैलाई पसन्द आयो होला, कसैलाई आएन होला। अब म त्यसको हिसाबले म 2 गीत भनिदिन्छु। सुन सुन नेपाली दाजु दिदी र बहिनी, स्वदेश छोडी विदेशतिर लाग्नेको कहानी। छोडेर आटो वनजङ्गल दौराली, बोकेर भारी उड्दै चढ्दै ओह्राली उकाली। आँसुका धारा बग्दछन् सारा पसिना निकाली, नौकरी खोज्न भारत पस्यो बहादुर लाग्दैन होला र घरमा बस्ने बालबच्चा हेर्ने कसलाई मन लाग्दैन होला र। लाउनु खानु पुग्छ भने को जान्छ विदेश, गरिबी देश हुनाले हो कि छोडेको स्वदेश। गुदुरान्त पुजारी पुज्दैन भने खसखसी हुँदी नभने बुझ्दैन। धन्यवाद हजुर। धेरै राम्रो भनौँ न, एउटा गाई जात्रा जस्तो गजल जस्तो पनि भनौँ, धेरै राम्रो भनिदिनु भयो। जति पनि हामीले साथीहरूलाई सब्सक्राइबरहरूलाई धेरै धेरै नमन गर्दै आजको लागि हामी यहाँबाट छुट्टिन चाहन्छु।